जोजलपा तारेमाम पास्पी महफुला। आज हामी नेपाल भाषामा बाई कसरी भन्ने कुरा सिक्न गइरहेका छौं। जस्तै कि इंग्लिशमा त हामीले बाई भन्छौं, नेपाल भाषामा हामीले जाने बेला बाई भन्नको लागि का बा भन्छौं। का बा ल हामी अब छुट्टिन्छौं भन्न खोजेको हो। यो नेपाली भाषामा अब हामी छुट्टिन्छौं भन्छौं, त्यस्तै गरी नेपाल भाषामा का बा। त्यस्तै गरी आजलाई छुटौं भोलि भेटौं भन्नु पर्यो भने थौं। आजलाई थौं। थौं त बा। बा कने नाप ला। थौं त बा कने नाप्ला। थौं त बा अर्थात आजलाई छुटौं, कने नाप्ला अर्थात भोलि भेटौं। कने भनेको भोलि हो, नाप्ला भनेको भेटौं भन्न खोजेको हो। त्यस्तै गरी छुट्टिने बेला हामीले ल म गएँ पनि भन्छौं। त्यस्तै गरी नेपाल भाषामा का जी वन। का जी वन। का जी वन। पहिले म सानो हुँदाखेरि स्कुल जाँदाखेरि काजी वन भन्थे मम्मीलाई। त्यस्तै गरी बजेले यो कुरा सुनेर जिस्काउनु हुन्थ्यो र आफूलाई काजी भन्यो भनेर, जस्तै कि अब यो काजी वन भनेको अब सँगै राख्यो भने काजी वन यस्तो सुनिन्छ। अनि बजेले आफूलाई काजी भन्यो, आफूलाई ठुलो मान्छे भन्यो, काजी भन्यो, ल काजी गएँ भन्यो भनेर यसरी जिस्काउनु हुन्थ्यो, हाँसेर जिस्काउनु हुन्थ्यो। त्यस्तै गरी अर्को गएँ है भन्नु पर्यो भने वन नि। वन नि। त्यस्तै गरी म जाउँ त भन्नु पर्यो भने जी वनी ला। म जाउँ त जी वनी ला। त्यस्तै गरी अर्को जाने बेला भयो वने के होला गेस गर्नुहोस् त एकछिन। त्यो ल। वने त्यल जाने बेला भयो। त्यस्तै गरी अर्को गएँ है भनेर आऊ भन्नु पर्यो भने, जस्तै कि अब कहीँ कतै जाँदाखेरि केटाकेटीहरूलाई गएँ है भनेर आऊ भन्नु पर्यो भने हामीले यसरी भन्न सक्छौं वने नि। तपाईहरुले गेस पनि गर्न सक्नुहुन्छ। वने नि अब भनेर आऊ भन्नको लागि त या वा। वने नि तया वा। वने नि अर्थात गएँ है, तया अर्थात भनेर आऊ अर्थात वा। पहिले म मामघर जाँदाखेरि मेरो मम्मीले यसरी भन्नुहुन्थ्यो। मामाघरबाट घरमा फर्किँदाखेरि अब मामा माइजू सबैलाई गएँ है भनेर आऊ भन्नुहुन्थ्यो। अब नेक्स्ट सेन्टेन्स यसैलाई थोरै मोडिफाई गरौँ है। हामीले थोरै मोडिफाई गरेर अर्को सेन्टेन्स बनाउँछौं। जस्तै कि अब यता हेरौं। अब गएँ है भनेर आऊ भनेको छौं हामीले भर्खरको सेन्टेन्समा। अब यो सेन्टेन्समा गएँ है भन्नु पर्दैन। अब यसलाई पनि डिलिट गरिदिउँ। गएँ है भन्नु पर्दैन। अब यसलाई नेपाल भाषामा वने नि। अब गेस गर्नु होला के होला। त्या मुआ ला। यो क्वेशन मार्क भयो। गएँ है भन्नु पर्दैन। वने नि त्या मुआ ला। वने नि गएँ है भन्नु पर्दैन अर्थात त्या मुआ ला। भन्नुको अर्थ त्या, पर्दैनको अर्थ मुआ ला। पर्दैन मात्र भन्नु पर्यो भने हामीले मुआ भन्छौं। अनि पर्दैन भनेर क्वेशन गर्नु पर्यो भने चाहिँ मुआ ला। मुआ यति मात्र र त्यसपछि अर्को मुआ ला। अब म पनि यही भन्छु। थौं त बा मेगु हप्ता नाप्ला। आजलाई छुटौं, अर्को हप्ता फेरि भेटौँला तपाईहरुसँग। भिडियो कस्तो लाग्यो भन्नु होला। मन परेदेखि लाइक शेयर सब्स्क्राइब पनि गरिदिनु होला।
र तपाईहरुले पनि यसरी इंग्लिश टु नेपाली टाइपिङ गर्न चाहनुहुन्छ भने गुगलमा एजेन्ट आकाश नेपाली टाइपिङ गर्नुभयो भने यो वेबसाइट आउँछ। यो वेबसाइटमा यसरी नेपाली टाइपिङ गर्न सक्नुहुन्छ। थ्यांक यू। शुभ